अस्ति चाहिँ त्यो सजाउने भाँडाहरू टल्काएको होइन। आज चाहिँ मन्दिरको भाँडाहरू टल्काइसकेँ मैले। हेर्नुहोस् न यो हार्पिकले हाउडा लाग्यो मलाई साथीहरू। म त उसले नै यस्तो भइ होइन भित्र क्या टल्केको छ। यो चाहिँ मेरो फ्रुटहरू राख्ने हो नि त मन्दिरको। यी मन्दिरकै मात्रै छ सामानहरू, मन्दिरकै मात्रै छ। टल्काउनु पर्ने घरको त टल्काइसक्यो अस्ति नै। छुट्टी पनि बेसी टल्काउनु हुँदैन हो। योहरू टल्काउँदैछु घरि सबै हो मन्दिरकै छ। यो चाहिँ मन्दिरमा फ्रुटहरू राख्ने हो, त्यो भएर टल्काइरहेको छु साथीहरू। यसमा पनि राखिदिएको छु, मजाले टल्काउँछु साथीहरू। म त मजाले मोमोको भाँडा पनि यसले टल्काउँछु, यो पनि यसले टल्काउँछु हो। मोमोको भाँडा अझै टल्किरहेछ मजाले। पकाएन भने टल्किरहन्छ, घरै उज्यालो हुन्छ टल्केर हो। अन्त हार्पिकले चाहिँ कालो भइहाल्दैछ साथीहरू। मैले ट्राई त गरेको छु, उयो भइहाल्दैछ, कालो भइहाल्दैछ। यस्तो गर्नु पुरा यस्तो गर्नुपर्छ नि त। अल्छी चाहिँ गर्नु हुँदैन, मन लगाएर गर्नुपर्छ। कामहरू चाहिँ सफा हुन्छ। अल्छी गऱ्यो भने चाहिँ हुँदैन भाँडा टल्काउनु। अब हामीलाई चाहिँ लागेकै बानी हो यो टल्काउने कि, त्यही भएर नटल्काए पनि चित्त पर्दैन साथीहरू। ओके त बाई बाई। अहिले अब यो टल्काउनु पर्छ, भित्रको त टल्के देख्नुभयो, पुसपास पनि भइसक्यो। अब बाहिरको गर्नुपर्छ नि त, कालै बनाउनुपर्छ नि त यसरी। तपाईँहरूलाई फेरि भिडियो लामो हुन्छ, त्यही भएकोले गर्दा हेर्नुहोस् त भित्र त आम्मामा चिल्लिली। अब अर्को वर्ष टल्काउँदा ठिक्क हुन्छ। यसरी टल्काइरहेछ भने पानी चाहिँ पानी हुँदैन कि, चिल्लिली भइरहेको हुन्छ अर्को वर्षसम्म। फेरि अब अर्को वर्ष मात्रै टल्काउनुपर्छ। ओके त बाई बाई साथीहरू।